Just cutlet. यहाँ हुँदैछ KFC. Kita काम गर्नु न. भेज फाले ले जाओ अब आए स्प्रिङ रोल भेजिटेबल स्प्रिङ रोल फ्राई हुँदैछ potato wedges एकैचोटि डेली खानु यसो पक्ला हल्का बिस्तारै KFC तर यहाँ हुँदैछ फिस फ्राइड फिस यो फिस यो तेरो स्प्रिङ रोल ल लैजा यहाँ फ्राई हुँदैछ KFC चिकन हाफ प्लेट फ्राई गरेर रेडी गरिरहेको छ KFC यसलाई फेरि डबल फ्राई गर्ने पर्छ र यो चिकनलाई चाहिँ म्यारिनेसन गरेर एकपल्ट पाउडरमा डस्टिङ गरेर फेरि यहाँ नुन पानीमा हालेर फेरि डबल डस्टिङ गर्नुपर्ने हुन्छ अलिक झट्काउनु पर्छ भाइ झट्कायो भने मात्रै फ्लेक्स निक्लिन्छ यस्तो 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 के भाइ यो दिस इज KFC ओके ल लानुहोस् आलुदम ल लानुहोस् म त मटन पो भने KFC हो यो